यही देशको सीमाभित्र मैले जन्म लिए, गोर्खालीको सन्तान भनी गर्व गर्यो थिए। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै। हामीलाई के नै सुख छ र मेमले सुसञ्चालन गर्नुहुने कुरा जानकारी गराउँदछु र तत्पश्चात भाइ बहिनीहरूले विभिन्न पेयर भएर चाहिँ अनौपचारिक कार्यक्रम सञ्चालन गर्नेछन् र आजको यो कार्यक्रमलाई आफ्नो व्यस्त समय बावजुद यहाँ उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिन पाल्नुहुने समस्त अतिथिवर्गहरू र सम्बद्ध सम्पूर्ण व्यक्तिहरूलाई म विद्यालयको तर्फबाट न्यानो आतिथ्यता र नमस्कार व्यक्त गर्दै अबको यो औपचारिक कार्यक्रम सुसञ्चालन गर्नको लागि आदरणीय मेम हिमला मेमलाई यो माइक्रोफोन हस्तान्तरण गर्दै म क्षणिक बिदा चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय दुर्गा सुवेदी म्याडमज्यू। विद्या यही नरको स्वरूप भरिलो, यही सम्झकुक्ति धन। विद्याले सुख भोग मिल्छ सहजै, सुत्रिन्छ भित्री मन। विद्या यही नरको स्वरूप भरिलो, यही सम्झकुक्ति धन। विद्याले सुख भोग मिल्छ सहजै, सुत्रिन्छ भित्री मन। विद्या हो परदेशमा हित सखा, दरबारमा पुजिने। यस्तो उत्तम रत्न लबटुल है, पैसै बिना पाइने। यस्तो उत्तम रत्न लबटुल है, पैसै बिना पाइने। नमस्कार। मेनुका सुवेदी र जमुना कृष्ण म्यामलाई पनि हार्दिक अनुरोध गर्दछु। बहुजाति भाषा धर्म संस्कृति छन्दिशाला, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। तालीले सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अभिभावक दिवस तथा वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता गरिरहनु भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दुर्गा सुवेदी दङ्गालज्यू, विद्यालयमा हाम्रो निम्तोलाई सहर्ष स्वीकारेर पाल्नु भएको प्रमुख अतिथि पत्री शनिश्चरी नगरका नगरपिता मोहन प्रसाद तुम्बापोज्यू, विशिष्ट अतिथिको रूपमा यस वडाका वडाध्यक्ष भीम प्रसाद राईज्यू, त्यसै गरी विद्यालय निर्देशक संस्थापकद्वय, सहकर्मी शिक्षक साथीहरू, कर्मचारी वर्गहरू, हाम्रो विद्यालयको कार्यक्रममा यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउनको लागि उपस्थित हुनुभएका अभिभावकज्यूहरू र प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, हामीले आज विद्यालयको 34औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रमहरू र विद्यार्थीका प्रतिभाहरू देखाउने गरी तयार गरेका छौँ। 34औं वर्षको वर्षगाँठ विद्यालयले मनाइरहँदा यस विद्यालयले धेरै विद्यार्थीहरू उत्पादन गरिसकेको छ। ती विद्यार्थीहरू देशभित्र विदेशमा हरेक क्षेत्रमा स्थापित हुनुभएको छ। यो कुराले हामीलाई साँच्चै गर्व हुन्छ र हामी भविष्यमा पनि अझै प्रतिस्पर्धी गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध छौँ। त्यसको लागि यहाँ अभिभावकज्यूहरूको साथ, समर्थन, सहयोग, सुझावको हामी सधैँ अपेक्षा गरिरहेका हुन्छौँ र विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरूलाई समयअनुसारको शिक्षा प्रदान गर्नका लागि विभिन्न सेवाहरू थपिरहेको छ, विस्तार गरिरहेको छ र आउँदा दिनमा
अझै हामी प्रतिस्पर्धी शिक्षा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि कटिबद्ध छौँ। अभिभावकको सहयोग र समर्थन बिना विद्यालयले एक्लैले अपेक्षित सफलता हासिल गर्न नसक्ने भएको हुनाले तपाईँ अभिभावकहरूको समय सक्रिय सहभागिता आवश्यक हुन्छ। आजको दिनमा धेरैजसो विद्यार्थीहरू डिजिटलको कुलतमा फँसेका छन्। डिजिटललाई दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ। त्यसलाई नियन्त्रण गर्नको लागि विद्यार्थीहरूलाई रचनात्मक रूपमा अगाडि बढाउनको लागि उनीहरूभित्र भएको क्षमताहरूलाई प्रस्फुटन गर्नको लागि पनि अभिभावकज्यूहरूले विद्यालयमा नियमित सम्पर्क गर्नुपर्ने हुन्छ। तपाईहरूले दिएका सुझावहरूलाई अगाडि बढाउँदै विद्यालयले आफ्ना कार्यक्रमहरू तय गर्छ। भनिन्छ एक हातले मात्रै ताली बज्दैन, यसैले अभिभावक र विद्यालय प्रशासन बीचमा एकदमै सुमधुर सम्बन्ध स्थापित हुनुपर्छ र म तपाईहरूसँग यही कुराको अपेक्षा गर्दछु। अन्त्यमा तपाईहरू आफ्ना नानी बाबुहरूले देखाउने विभिन्न प्रतिभाहरू हेर्न उत्सुक हुनुहुन्छ। विद्यालय शिक्षा सिकाउने थलो त हो नै, त्यसका अतिरिक्त पनि विद्यार्थीहरूमा रहेका विभिन्न अन्तर्निहित प्रतिभाहरूलाई अवसर प्रदान गर्ने एउटा साझा मञ्च पनि हो। हामीले यिनै कुराहरूलाई हाम्रो विद्यार्थीहरूको क्षमता मार्फत प्रस्तुत गर्न गइरहेका छौँ। यो कार्यक्रम तपाईँ हाम्रै कार्यक्रम हो। तपाईँ हाम्रै नानी बाबुहरूको सिप क्षमता हामी यहाँ हेर्नेछौँ। उनीहरूको शैक्षिक प्रगति, उनीहरूको अन्य क्षेत्रमा गरेको प्रगतिलाई हामी नजिकबाट आज अध्ययन गर्नेछौँ, मनन गर्नेछौँ, त्यसलाई चाहिँ हेर्नेछौँ। त्यसका लागि यहाँहरूको अन्त्यसम्म नै उपस्थिति रहन्छ भन्ने मैले अपेक्षा गरेको छु। तपाईहरूको हौसलाले उनीहरू न्यू प्यागोडा माध्यमिक विद्यालयको 34औं वार्षिक उत्सव तथा अभिभावक दिवस साथै पुरस्कार वितरण कार्यक्रमका अध्यक्ष आदरणीय व्यक्तित्व यस विद्यालयका विवेश अध्यक्ष दुर्गा सुवेदी दङ्गालज्यू, प्रमुख अतिथि यस नगरका मेयर श्रीमान मोहन प्रसाद तुम्बापोज्यू, मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, यस विद्यालयका निर्देशकद्वय रामकुमार बस्नेत तथा टीका प्रसाद बङ्गालज्यू, मञ्चमा आसीन अतिथि टङ्क फोयलज्यू, त्यसै गरेर मञ्चमा आसीन अतिथि समाजसेवी, शिक्षाप्रेमी, हाम्रो यस क्षेत्रको एउटा नक्षत्रको रूपमा रहनुभएको आदरणीय व्यक्तित्व पुष्प बस्नेतज्यू, त्यसै गरेर यस विद्यालयको उद्धव निरोलस, साहित्य प्रज्यू, सम्पूर्ण शिक्षक कर्मचारीज्यूहरू, आजको यो 34औं वार्षिक उत्सव तथा अभिभावक दिवसलाई सफल बनाउनको निमित्त पाल्नुभएका सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पत्रकार मित्रहरू सम्पूर्णमा म आजको यस कार्यक्रमको विशिष्ट अतिथि तपाईहरूको यस वडाको म वडाध्यक्षको तर्फबाट यहाँ सबैमा हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त मलाई यस न्यू प्यागोडा अङ्ग्रेजी माध्यमिक विद्यालयले विशिष्ट अतिथिको रूपमा आमन्त्रण गर्नु भएर मलाई केही शब्द राख्ने अवसर प्रदान गर्नुभएकोमा विद्यालय परिवारप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै आभार व्यक्त गर्न चाहन्छु। यो न्यू प्यागोडा अङ्ग्रेजी माध्यमिक विद्यालयमा विद्यार्थी भाइ बहिनीहरूले जुन चाहिँ पढाइको लागि यो विद्यालयलाई रोज्नु भएको छ, तपाईँको साँच्चैको भाग्यमानी हुनुहुन्छ। तपाईँहरू यो प्यागोडा माध्यमिक विद्यालयको
भविष्यको स्टार हो। यो विद्यालयमा अनुभव दक्ष शिक्षक शिक्षिका मिलनसार कर्मचारी र व्यवस्थापकीय हिसाबमा पनि समय सुहाउँदो भवनहरू भएको कारणले गर्दा र यो विद्यालयले शिक्षा ऐनको मापदण्ड पुरा गरेर यो विद्यालय सञ्चालन गरिएको हुँदा म अभिभावकज्यूहरूलाई पनि म आश्वस्त बनाउन चाहन्छु। तपाईँले ठुक्कले आफ्नो नानी बाबुहरूलाई यस विद्यालय पढाउनको निम्ति आउने म आग्रह गर्न चाहन्छु। तपाईँहरूको नानी बाबुहरूलाई यो बिचमा कुनै पनि समस्या पर्नेवाला छैन, किनकि यो विद्यालयले शिक्षा ऐनको मापदण्ड पुरा गरेर सञ्चालन गरिएको विद्यालय भएको कारणले गर्दा पनि म ढुक्क साथ तपाईँहरूलाई अभिभावकज्यूहरूलाई आफ्नो नानी बाबुहरूलाई यस विद्यालयमा पठन पाठन गर्ने निमित्त म आग्रह गर्न चाहन्छु। यस विद्यालयले स्थापना कालदेखि वर्तमानसम्म आइपुग्दाखेरि धेरै विद्यार्थी भाइ बहिनीहरूलाई एससी कक्षा 12सम्मको विद्यार्थी भाइ बहिनीहरूलाई पास आउट गरेर राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तर बजारमा पनि स्थापित र सरकारी तथा गैर सरकारी क्षेत्रमा पनि स्थापित भइसकेको र अघि नै हाम्रो प्रिन्सिपलज्यूले आफ्नो स्वागत मन्तव्यमा कुरा राखिसक्नु भएको छ। यहाँलाई जगजाग नै छ, यो विद्यालयले यो वर्तमानसम्म आइपुग्दाखेरि धेरै आरोह पार गरेर यो स्थितिमा आइपुगेको छ। अहिले यो विद्यालयले यो समय सुहाउँदो शिक्षा प्रदान गरिरहेको अवस्था छ, क्वालिटी शिक्षा प्रदान गरिरहेको छ, समय सुहाउँदो शिक्षा प्रदान गरिरहेको छ। त्यस कारणले गर्दा म अभिभावकज्यूहरूलाई म ढुक्क साथ आफ्नो नानी बाबुहरूलाई यस विद्यालयमा पठन पाठनको लागि पढाउनको निमित्त म एकदमै आग्रह गर्न चाहन्छु। यो विद्यालयले वास्तवमा भन्नुपर्दाखेरि यो 4वटा निजी विद्यालयहरू छन्। यस 1 नम्बर वाडामा 2वटा सामुदायिक विद्यालय छन्। 2वटा सामुदायिक विद्यालयमा जम्मा 4,000 सङ्ख्यामा विद्यार्थीहरू छन्। यो 4वटा चाहिँ निजी विद्यालयहरूमा मोटामोटी 5200 जति विद्यार्थीहरू छन्। तर यो विद्यालय देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गरे थिएँ। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै। हामीलाई के नै सुख छ र सक्ने गर नसक्ने गर मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन। लयो पहिरोले छैन खानी अन्न छैन भन्ने कुरा कता जानु भन्न। अरू जन्म लिन पर्ने जापान धर्म छैन, नेपालमा जन्म लिन कहिले सुख पाइन। हामीलाई के नै सुख छ र सक्ने गर नसक्ने गर मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन। Hey,
नेपालमै बसौँ भने छैन रोजगारी, सात समुद्र तरी गए मुटु गाँठो पारी, आत्मसम्मान बेची बेची विदेशीको गुलाम, देश सम्झेर रुन्छ मन कसो गरी भुलाम। हामीलाई के नै सुख छ सक्नेले गर, नसक्ने गर, मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन। खेतीपाती गरौँ भने जग्गा जमिन छैन, जागिर गरौँ व्यापार गरौँ ठाउँमा मान्छे होइन, अर्ब खर्ब बजेट आउँछ केले खान्छ केले, मेरो जीवन साइकलसँगै थुम्रो सिसीले, हामीलाई के नै सुख छ र सक्नेले गर, नसक्ने गर, मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन। बाठो मान्छेलाई त यो देश फेरि सही हो, हामी जस्तो नागरिक त अनागरिक भइयो, कहिले होला भने जस्तो नयाँ नेपाल आउने, जे भने जस्तो भने देशकै मोया लाउने, हामीलाई के नै सुख छ र सक्नेले गर, नसक्ने गर, मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन, मेरो पनि होइन, यो देश मेरो पनि होइन। मेचीको होस् या भूमि लिपुलेको समान रूपमा प्यारो छ, विपत्ति आए गए तर नेपालीलाई परास्त गर्न गाह्रो छ, गाह्रो छ। जय नेपाल। रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो र कचरियो बल्दो यो सान हाम्रो, जिउँदो र कचरियो बल्दो यो सान हाम्रो। Management committee, respected teachers and students, it will be my great pleasure and pride to warmly welcome you all to our 34th annual day and Parents Day celebration. Presence here make this event more inspiring and amazing for all of us. Our school has always been committed in providing quality education while nurturing confidence, discipline, creativity and strong moral values. Our school believes that true education is a shared responsibility. While teachers guide students inside the classroom, parents nurture values, confidence, discipline. Your presence here is we sincerely appreciate your cooperation, trust and support in your child learning journey. As I draw my words to a close, I once again extend my sincere and gracious welcome to all our parents and distinguished guests. Your presence is the source of encouragement and support for our school. Thank you for honoring us with your presence. May this day remain memorable for everyone. Thank you. यहाँ स्टेजमा निमन्त्रणा गर्दछु र भिक्ट्री स्ट्यान्ड छिटोभन्दा छिटो यहाँ स्टेजमा ल्याइदिनको लागि अनुरोध गर्दछु र म एकाडेमिक तर्फको जङ थापा, सेकेन्ड पोजिसन गोज टु श्रीजा भट्टराई and third position Adhyant Karki, class nursery
To LKG, first position Samayojan Thapa, second position Srija Bhatrai, third position goes to Adyant Kargi. उहाँहरूलाई स्टेजमा पठाइदिनु होला। त्यसै गरी एलकेजी टु युकेजी म यहाँ नाम उच्चारण गर्छु। एलकेजी टु युकेजी को कार्की, LKG to UKG students, get ready for the collecting of एक वर्ष कक्षामा प्रथम द्वितीय तृतीय हुने विद्यार्थीहरूलाई मासिक शुल्कमा पनि छात्रवृत्ति प्रदान गरेको छ। प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई 75% मासिक शुल्कमा 50% र 25% का दरले छात्रवृत्ति प्रदान गरेको छ। त्यसै गरी युकेजी टु 1 को लागि मैले फेरि नाम उच्चारण गरेँ। यहाँ लिक्सम श्रेष्ठ फर्स्ट, आरोन नेउपाने सेकेन्ड र अप्सन खतिवडा। लिक्सम श्रेष्ठ, आरोन नेउपाने, अप्सन खतिवडा। उहाँहरूलाई पनि भुवनाधिकारी क्लास 1 to 2 भुवनाधिकारी फर्स्ट, रुचिका यादव सेकेन्ड, सक्षम पौडेल थर्ड। यो मेहनत ज्यूहरूले उहाँहरूलाई हाम्रो विद्यार्थीहरूलाई टीका र ट्रफी वितरण गर्दै हुनुहुन्छ। यसपछि DRI सङ्गम पौडेल क्लास 4 to 5 तयारी अवस्थामा रहिदिनु होला। He stood on third position, second has left. यसपछिको लागि मैले अघि नाम उद्घोषण गरिसकेको छु। यसपछि पविना तामाङ फर्स्ट, प्रेरणा अधिकारी सेकेन्ड एन्ड निशम घिसिङ थर्ड। उहाँहरूलाई पनि तयारी अवस्थामा रहनको लागि अनुरोध गर्दछु। 8 to 9 2082 फागुन 15 गते शुक्रबारका दिन तपाईँ श्रीमान अर्जुन प्रसाद पोखरेल र श्रीमती निरा पोखरेलले विद्यालयलाई गर्नुभएको योगदान तथा यहाँका सन्ततिहरू सुजिना पोखरेल र सृजन पोखरेलले यस विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरी विभिन्न क्षेत्रमा स्थापित हुनुभएकोमा उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौँ। यसै अवसरमा यहाँले यस विद्यालयलाई गर्नुभएको रचनात्मक सहयोगको उच्च मूल्याङ्कन गर्दै प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ। नवीन लामाको अभिभावक यहाँ आइसक्नु भएको छ।
शिक्षा नछरेका साना साना नानीहरूले राम्रो नृत्य प्रस्तुत धन्यवाद। कक्षा युकेजीका भाइ बहिनीहरूले धेरै राम्रो नृत्य देखाएर यहाँ स्टेजबाट गइसक्नु भएको छ। Let's do roly-poly. Roly-poly, roly-poly to your left side. Roly-poly, roly-poly to your right side. Everybody, roly-poly, roly-poly to your left side. Roly-poly, roly-poly to your right side.
कक्षा युकेजीका भाइ बहिनीहरूलाई यो श्री न्यू पेगडा इङ्ग्लिस सेकेन्डरी स्कुल पब्लिसन्सरी वडा नम्बर 1 को 34औं वार्षिक दिवस तथा यो अभिभावक दिवसलाई अध्यक्षता गरिरहनुभएका विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित हुनुभएका विशिष्ट अतिथिज्यूहरू, आदरणीय पुष्प बस्नेतज्यू, टङ्क पेलज्यू, हाम्रा विद्यालयका निर्देशकद्वय रामकुमार बस्नेतज्यू, टिका दङ्गालज्यू, यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण विद्यालयका अभिभावक महानुभावहरू, विद्यालयका प्राचार्य तथा सम्पूर्ण शिक्षक वर्गहरू, सञ्जीव सर आउँदै हुनुहुन्छ। टिचर अफ द इयर 2082 सञ्जीव अधिकारी र सम्मान पत्र म वाचन गर्न गइरहेको छु। यस विद्यालयको 34औं वार्षिक उत्सव तथा अभिभावक दिवस 2082 फागुन 15 गते शुक्रबारका दिन तपाईँ श्री सञ्जीव अधिकारीले विद्यालयलाई गर्नुभएको अब्बल शिक्षण सिकाइका अतिरिक्त अन्य रचनात्मक सहयोगको मूल्याङ्कन गर्दै तपाईलाई उत्कृष्ट शिक्षक 2082 टिचर अफ द इयर बाट सम्मानित गरिएको छ। तपाईबाट आगामी दिनमा पनि पुनः सहयोगको अपेक्षा सहित यहाँको समग्र क्षेत्रको विकास र उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ। मिति 2082-11-15 न्यू पेगोडा अङ्ग्रेजी मावि पत्री शनिश्चरी 1 मोरङ, संस्थापक निर्देशक टिका प्रसाद दङ्गाल, प्रमुख अतिथि मोहन प्रसाद तुम्बापु, प्रिन्सिपल उद्धव निरौला र विद्यालय निर्देशक राम सरले सम्मानित शिक्षक कर्मचारीलाई दोसल्ला उडाएर सम्मान गर्दै हुनुहुन्छ। त्यस्तै टिका सरले पनि यो सम्मान कार्यक्रममा टिका सर पनि सहभागी हुनुभएको छ। हामी सम्मानित शिक्षक र कर्मचारीलाई सम्मान पत्र यस विद्यालयको 34औं वार्षिक उत्सव तथा अभिभावक दिवस 82 फागुन 15 गते शुक्रबारका दिन तपाईँ श्री लीलाबहादुर तामाङज्यूले विद्यालयको बस चालकको रूपमा दीर्घ तथा असल भूमिका निर्वाह गर्नुभएकोले यहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै स्टाफ अफ द इयर 2082 बाट सम्मानित गरिएको छ। आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा सहित यहाँको समग्र क्षेत्रको विकास। टिम्बा न्युज सञ्चालन गर्नुहुन्छ, उहाँलाई हार्दिक धन्यवाद। उपस्थितिको लागि हार्दिक धन्यवाद। हाम्रो निम्तोलाई सहर्ष स्वीकार र यहाँ उपस्थित भइदिनु भयो, धन्यवाद। गोविन्द घिमिरेको बहिनी यहाँ उपस्थित हुनुभएको छ, उहाँले पुरस्कार ग्रहण गर्दै हुनुहुन्छ। पुरस्कृत सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद र हाम्रो यस पुरस्कार वितरण कार्यक्रममा सहयोग गरिदिनु भएकोमा अतिथिज्यूहरूलाई पनि। Awake alone and I need you now. The spark is gone and the dark is loud. Just hold me for the night, and we can see what still is. Love is hard to find. Can we wait till we see the light? I'm loving change, it's in your eyes. They sparkle up, then they lie or die. And in this race, I chase the high until I see the sunrise.
आफूसँगै राखेर चाहिँ प्रयोग गरेर दिनुहोला। उनीहरू धोका थुनेर मोबाइल चलाउन नदिनु होला। यसले धेरै कुराहरू आइसकेका छन्। कतिपय नानी बाबुहरू चाहिँ मोबाइलको अत्याधिक प्रयोगको कारणले गर्दाखेरि साइकोप्याट्रिक जस्तो अवस्था पनि देखिएको छ। त्यस कारणले गर्दाखेरि यहाँहरूले आफ्ना नानी बाबुहरूको हरेक एक्टिभिटिजमा सहभागी हुनुपर्छ। वास्तवमा हाम्रो अलि अगाडिको शिक्षा पद्धति के थियो भने गुरुकुल जस्तो, त्यस पछाडि चाहिँ शिक्षक चाहिँ एउटा भगवानको रूपमा अनि विद्यार्थीहरू चाहिँ दासको रूपमा थियो। र अहिलेको नयाँ सिस्टमले के भन्छ भने हाम्रा नानी बाबुहरू हामी मात्रै होइन, उनीहरूको पनि केही समस्या हुन सक्छन्। त्यस कारणले गर्दाखेरि प्रत्येक दिन हामी बाबुआमाहरूले पनि आफ्ना नानीहरूसँग आज दिनभरिको तिमीहरूको एक्टिभिटिज के भयो भनेर बेलुका बसेर एकछिन 5-10 मिनट चाहिँ तपाईँहरूले वार्तालाप गर्नुभयो भने वास्तवमा नानी र तपाईँको सम्बन्ध राम्रो हुनेछ। उनीहरूका सारा अप्ठ्यारा सजिला कुराहरू थाहा पाउनुहुनेछ। र अर्को कुरा, हामीले विद्यालयमा खालि किताबी ज्ञान मात्र नभएर त्यसभन्दा बाहेकका हामी भन्ने गर्छौँ एक्स्ट्रा करिकुलर एक्टिभिटिज। त्यो एक्स्ट्रा करिकुलर एक्टिभिटिज अन्तर्गत हामी कहिले नानी बाबुहरूलाई फुटबल खेलाउँछौँ, कहिले भलिबल खेलाउँछौँ, कहिले कबड्डी खेलाउँछौँ, कहिले कुदाउँछौँ, कहिले उभार्छौँ। विभिन्न कार्यक्रमहरू हामी विद्यालयका स्रोत साधनहरूले भ्याएसम्म सञ्चालन गरिरहेका छौँ। र तपाईँहरूलाई करिब थाहा पनि भयो होला।